सातौं अधिवेशनका अध्यक्षता गर्नुभएका सदस्य अध्यक्ष होमनाथ गुरुङज्यू, मदन घलेज्यू, सचिवज्यू, सदस्यज्यूहरू तथा सभा तथा सातौं अधिवेशन पनि भएको हुँदाखेरि सातौं अधिवेशनको म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। भन्दाखेरि खोटाङ गुरुङस्या समाजको हाम्रो चाहिँ एउटा तपाईँहरूलाई स्मरण मात्रै गराउन म चाहन्छु। अघि हाम्रो युवा समूह र मैले समूहका हाम्रा युवा भीषण गुरुङ र महिला बहिनी उमा गुरुङले यति मिठो राख्नुभयो कि त्यो हामी सबैले मनन गर्नुपर्ने कुरा चाहिँ त्यहाँ रहेको छ। त्यसै गरेर सचिव मैना गुरुङज्यूले राख्नुभएको जुन प्रतिवेदनको कुराहरू यहाँले सुनिसक्नुभयो, त्यसै गरी आर्थिक प्रतिवेदन लगायत भावी कार्यक्रमको सन्दर्भमा पनि श्रद्धेय अध्यक्षज्यूले राखिसक्नु भएको छ। यसलाई पनि म दोहोऱ्याउन चाहन्छु। यहाँसँग म थोरै के निवेदन गर्न चाहन्छु भने खोटाङ गुरुङस्या समाज सर्वप्रथम पहिला चाहिँ चारवटा गाउँहरूबाट अथवा चारवटा पालिकाबाट चाहिँ सुरुवात भएको थियो। त्यो सुरुवात गर्दाखेरि चाहिँ सर्वप्रथम पर्जबहादुर गुरुङको चाहिँ उपस्थितिमा संयोजकत्वमा चाहिँ प्रेमध्वज गुरुङको चाहिँ घरमा 6-7 जना बसेर छलफल भएको थियो। 2058 साल यो चाहिँ भदौको 3 गते 9 गते त्यसपछि त्यसको हप्ता दिनपछि चाहिँ भदौको 9 गते चाहिँ श्रद्धेय कोषाध्यक्ष अहिले उहाँ बिरामी हुनुहुन्छ, उहाँलाई म सम्झन पनि चाहन्छु। उहाँको पूर्व कोषाध्यक्ष र उपाध्यक्ष पूर्व उपाध्यक्ष मधु गुरुङज्यू उहाँ चाहिँ बिरामी हुनुहुन्छ, क्यान्सर पीडित हुनुहुन्थ्यो। र यसरी हामी चाहिँ चयन भइसकेपछि तपाईँहरूलाई म स्मरण गर्न चाहन्छु कि हामीले चाहिँ हाम्रो गतिविधि बढाउनको लागि चाहिँ हामी विशेष गरेर देउसी भैलो कार्यक्रमलाई अलिकति अगाडि बढायो र त्यसपछि हामीले 2059 सभा तपाईँहरूलाई म भन्न चाहन्छु कि अहिले यति भव्य रूपमा चाहिँ यहाँ हामीले सम्पन्न गरिराखेका छौँ। त्यतिखेर हामीसँग न बजेट धेरै थियो न केही थियो, तर धेरै काम गरेका थियौँ बुद्धिको रूपमा। होइन अब चाहिँ यो हामी खोटाङ गुरुङस्या समाज बनाउनुपर्छ भनेर त्यतिखेर हामीले चाहिँ 59 सालमा चाहिँ साधन छलफल पश्चात चाहिँ हामीले 60 सालमा चाहिँ हामीले के गर्ने भन्दाखेरि यो चाहिँ हामीले चाहिँ वनभोज कार्यक्रम गऱ्यौँ, पिकनिक कार्यक्रम गऱ्यौँ उसमा गहरीमा। त्यहाँ चाहिँ हामीले के घोषणा गर्नु भन्दाखेरि अब हाम्रो 3 वर्ष पनि पुरा भयो र यसमा चाहिँ बिआर गुरुङ अथवा बलराम गुरुङको अध्यक्षतामा चाहिँ 7 जनाको चाहिँ एउटा समिति बनाएर अगाडि बढ्ने भन्ने कुरामा चाहिँ हामी सहमत भयौँ। कार्यक्रमहरू गर्दै जाँदाखेरि हामीले वास्तवमा खोटाङ गुरुङस्या समाजले यो तपाईँहरूले सुन्नुभएकै छ, यो शुभज्ञानी सहकारी संस्था पनि खोटाङ गुरुङस्या समाजले नै स्थापना गरेको हो। र त्यसमा चाहिँ केही वर्षसम्म चाहिँ हामी सबै सँगै थियौँ र त्यसको चाहिँ त्यो सहकारीको अध्यक्षता गर्ने शुभ अवसर चाहिँ मलाई प्रदान भयो। तर मैले वास्तवमा नचाहँदै पनि म त संस्थाको अध्यक्ष बन्न पर्यो। अहिले त्यो संस्थाको अध्यक्ष हाम्रो श्रद्धेय अध्यक्षज्यू हुनुहुन्छ र त्यसैले गर्दाखेरि यो संस्थाले सुरुदेखि केही न केही एउटा आर्थिक रूपमा केही उन्नति गर्नुपर्छ भनेर हामीले चाहिँ सुरुवातदेखि हामीले चाहिँ त्यो कार्यहरू पनि गरेको छ। एउटा चाहिँ हाम्रो व्यापारी घराना हाम्रो चाहिँ मेनबहादुर गुरुङले गर्दाखेरि खोटाङमा पनि गुरुङ यस्तोको रहेछ भने एउटा त्यो हाम्रो चाहिँ एउटा पहिचान बनेको छ भने अर्को कुरा खोटाङ गुरुङ समाजले चाहिँ जुन एक्टिभिटी गरेको हुनाले लोसार हरेक कार्यक्रममा हरेक क्षेत्रमा गरेको हुनाले चाहिँ खोटाङ गुरुङ समाजमा पनि एउटा देश विदेशमा एकदमै यो चाहिँ चित परिचित भएको एउटा आइडेन्टिटी बनाएको चाहिँ एउटा संस्थाको रूपमा चाहिँ अहिले परिचित भएको चाहिँ हामी सबैले जगजाहेर भएको चाहिँ म निवेदन गर्न चाहन्छु। यति भन्दै तपाईँसँग म अर्को के भन्न चाहन्छु भने हामी कसैले पनि कसैलाई हामीले चाहिँ दोषारोपण गर्ने भन्दा पनि यो समाज भनेको चाहिँ हामी सबैको हो। हामीले सकारात्मक सोचका साथ चाहिँ हामीले यो संस्थालाई साथ गर्नुपर्छ। हामी कसैले पनि यसमा वास्तवमा यो समाजमा रहेर हामीले चाहिँ कसैको ब्याटिङ गर्ने, कसैलाई लान्छाना लगाउने, कसैलाई चाहिँ हामीले निकालेर पाखा लाउने भन्ने कुरा होइन। यो समाज हामी सबैको हो, सबै साधारण सदस्य, सबै आजीवन सदस्यको श्रद्धेय सदस्यहरूको होला। कोही साथीहरू कोही हामीलाई चाहिँ चित्त नबुझ्न सक्छ, हामीले
चाहिँ यस्तै अधिवेशनमा चाहिँ हामी छलफल हामी यसमा चाहिँ डिस्कस गर्न सक्छौँ र त्यसमा चाहिँ यहाँ लागेको कुरा यहाँ सबैले चाहिँ त्यो जज गर्नु पर्यो। सबैले त्यो कुरा चाहिँ अध्यक्ष ठिक हो कि अरू ठिक हो कि अथवा म ठिक हो कि होइन को ठिक हो त्यो संस्थालाई चलाउने मान्छे ह्यान्डल गर्ने मान्छे चाहिँ को आवश्यक पर्छ भन्ने कुरो यहाँले पनि बुझिसक्नु भएको छ, यहाँले बुझ्नुहुनेछ र बुझ्नु भएको छ। र त्यसै गरी चाहिँ संस्थालाई अगाडि बढाउनको लागि चाहिँ त्यस्तो नेतृत्व गर्ने मान्छे चाहिँ आवश्यक छ। जुन कुरा चाहिँ वास्तवमा सुरुमा नानकाजी गुरुङज्यूले चाहिँ अध्यक्षता गरेर उहाँले चलाउनु भयो भने अर्को सेकेन्डमा चाहिँ हाम्रो बिआर गुरुङले चाहिँ संस्था दर्ता गरेर संस्थालाई अगाडि बढाउनु भयो। त्यस्तै गरेर त्यसपछि बिआर गुरुङ पछि फेरि नानकाजी गुरुङ अध्यक्ष हुनुभयो र हामीले चाहिँ एम्बुलेन्स खरिद गर्नेमा चाहिँ हाम्रो चाहिँ कन्सेप्ट हामीले चाहिँ बनाउँदै गर्दा कर्णघले गुरुङ आइसकेपछि उहाँ आइसकेपछि हामीले चाहिँ वास्तवमा एउटा हामीले चाहिँ यो कोठा भवन बनाउने र त्यसपछि हामीले चाहिँ एम्बुलेन्स बनाउने दुईवटा एकदम सराहनीय कार्य भएको छ। र त्यो चाहिँ वास्तवमा यहाँको एउटा हामीले चाहिँ यो भवन बनाउन चाहिँ निवेदन गर्न चाहन्छु। र कसैले पनि कसैलाई हामीले चाहिँ निकालेर पाखा लगाएर कसैलाई चाहिँ छराउने भन्दा पनि यो संस्थालाई अगाडि बढाउने कुरामा तपाईँहरूको हामी सबैको एउटा देन हुनुपर्छ भन्ने कुरा पनि म विश्लेषण गर्न चाहन्छु। र अब भर्खरै अब यो आज चाहिँ एउटा अधिवेशन पनि भएको हुनाले अब जो तपाईँहरू चाहिँ यहाँ चाहिँ निर्वाचित हुनुहुन्छ, जसले चाहिँ यहाँ तपाईँहरूको जिम्मेदार रहेर निर्वाचित हुनुहुन्छ र यहाँले चाहिँ आउने दिनमा अझ योभन्दा बेटर अझभन्दा राम्रो कार्य गर्नुहुनेछ भन्ने पनि म शुभेच्छा व्यक्त गर्न चाहन्छु। म एकदमै तपाईँहरूको कार्यकाल शुभ रहोस् भन्न पनि चाहन्छु र यहाँसँग चाहिँ म सधैँ तपाईँहरूको साथमा पनि म रहन्छु। तपाईँहरूलाई म के अनुरोध गर्न चाहन्छु भने यो खोटाङ समस्या समाजले नै मेरो ठाउँमा मलाई पनि कुरा आएको हो, जुन अहिले चाहिँ म जुनसुकै ठाउँमा पनि म पुगेर बोल्न सक्छु, म भन्न सक्छु होइन। त्यसको लागि चाहिँ के हो भन्दाखेरि सबभन्दा पहिला हामी सबैले चाहिँ मनन गर्नुपर्ने कुरा चाहिँ के हो भने पहिलो कुरा चाहिँ शिक्षा रहेछ। शिक्षा नभइकन हामी अगाडि बढ्न सकिँदैन रहेछ भन्ने कुरा चाहिँ हामी सबैले मनन गर्नुपर्छ। र बाँकी कुरा चाहिँ हामी हेर्नुहोस् अहिले यो देशमा होइन हामीले चाहिँ हाम्रो उपस्थिति किन भएन भन्दाखेरि चाहिँ हाम्रो प्रयास कम भएको कारणले हाम्रो उपस्थिति हुन सकेन। त्यसैले गर्दा हाम्रो प्रयासलाई चाहिँ अझ जारी राख्नुपर्छ। हामी विभिन्न तह र तबकामा चाहिँ हाम्रो पुग्ने प्रयास हुनुपर्छ। यो हामी सबैले मनन गर्नुपर्छ भन्ने म यहाँसँग निवेदन गर्न चाहन्छु। र बाँकी कुरा चाहिँ एकदमै के अरे नकारात्मक एउटा हाम्रो चाहिँ वास्तवमा संस्थाबाट सन्देश जानु हुँदैन र एकदमै सकारात्मक सन्देश साथ हामीले चाहिँ संस्थालाई अगाडि बढाउने कुरामा चाहिँ जुन अध्यक्षज्यूले कमिटमेन्ट गर्नुभएको छ त्यसमा चाहिँ मेरो पनि त्यसमा साथ सहयोग रहनेछ भन्ने म अनुरोध गर्दै सम्पूर्ण सबै साधारण सदस्य आजीवन सदस्यज्यूहरूलाई म विशेष के अरे अनुरोध गर्न चाहन्छु कि हाम्रो संस्थालाई बचाउनको लागि तपाईँ सबै हामी सबैको चाहिँ देन यहाँ हुनुपर्छ, इक्वल हुनुपर्छ भन्ने पनि म निवेदन गर्दै श्रद्धेय अध्यक्षज्यू र आइदिनु भयो। विशेष हाम्रो उहाँ चाहिँ हाम्रो लामा गुरुङको चाहिँ ज्वाइँ पनि हुनुहुन्छ। मेरो म यहाँलाई चाहिँ यहाँको कार्यक्रम होइन सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। र यति भन्दै यहाँसँग चाहिँ म अन्तिम तपाईँसँग चाहिँ के बाचा गर्न चाहन्छु भने हामी सबै एकै ठाउँ रह्यौँ भने मात्रै होइन। हामीले अघि हाम्रो उमा बहिनीले भने जस्तो खालि अर्काको काम गर्ने मात्रै काम गऱ्यो भने त्यसलाई हामी बोलाउँदैन। तर हामी सबै एकै ठाउँ रह्यौँ भने मात्रै यो संस्थाको हितमा हुनसक्छ। यस संस्थाको हितमा हुनु भनेको हामी पनि त्यो उसको चाहिँ एउटा पात्रको रूपमा चाहिँ परिचित हुनु हो। त्यसको लागि चाहिँ सबैले हामीले आफैदेखि मनन गरौँ। यति भन्दै यहाँसँग म सधैँ यहाँको साथमा सहयोगमा रहने पहल गर्दै बिदा हुन्छु। धन्यवाद।